हाम्रो आमा बुवा दाजु भाइ दिदी बहिनी फुपू सबै के पहिला पहिलाका मान्छेहरू अब प्रायः जसो अहिले पनि अब कतिले त त्यस्तै भन्नुहुन्छ कि अब कसैको बिहे गर्नु छ अथवा कसैले केटी रुचा छ अथवा केटा रुचा छ भने के भन्नुहुन्छ अनुहार हेर्ने र अनुहारले खाना दिन्छ र के अरे बानी बेहोरा हेर्नुपर्छ बानी बेहोरा राम्रो भए जसरी पनि चल्छ घर अनुहार हेर्नु पर्दैन अनुहारले खाना दिँदैन भन्नुहुन्थ्यो कि अब उहाँहरू चाहिँ केटाकेटी हेर्न जाँदा अथवा केटी नराम्रो भयो भने दाँत यस्तो भएको नाक बाङ्गो आँखा डेलो होइन क्या त्यो अब बानी बेहोरा राम्रो चाहिँ अनुहार उहाँहरूले पनि किन हेर्नु भएको होला कि मैले कतिपय मान्छेहरू त्यस्तो देख्छु कि साथीहरू अब हुन्छ नि अनुहार हेर्नु हुँदैन बानी बेहोरा उहाँहरूलाई चाहिँ फेरि बुहारी पनि राम्री चाहिन्छ ज्वाइँ पनि राम्रो चाहिन्छ अब बानी बेहोरा त कसले देख्छ र त भित्र को कस्तो बाहिर देखावटी त भर्खर यसो राम्रो त जो पनि त भन्छ नि अनुहारै हो कि चाहिने यसो हेर्दाखेरि सँगै साथी भाइसँग हिँड्दाखेरि अब आफ्नो बुढाबुढी हिँड्दाखेरि चट्ट राम्रो भयो भने आहा कति राम्रो भनेर भन्छन् कि नत्र त बानी बेहोरा भित्रको बानी बेहोरा कसले देख्छ कसैले देख्दैन कि यो त सबै देखावटी र बनावटी मात्रै है जसले भन्नुहुन्छ कि अब बिहा गर्दाखेरि अनुहार हेर्ने होइन बानी बेहोरा हेर्नुपर्छ बानी बेहोरा राम्रो भए जिन्दगी राम्रोसँग चल्छ भनेर कि अब त बानी बेहोरा त कसले म यस्तो छु भन्दा कोही आउँदैन अब मेरो बानी बेहोरा यस्तो छ भनेर कसैले भन्दैन हेर्ने नै सुरुमा अनुहार हो जसले भन्नुहुन्छ फेरि उहाँहरूले चाहिँ हेर्नुहुन्छ कि अनुहार ल अब कतिपय मान्छेहरूले बानी बेहोरा राम्रो भएका केटीहरू पनि यसो आँखा डेढो अनि दाँत माथि भएको अनि नाक बाङ्गो भएको अब उहाँहरूले गर्नुहुन्छ त गर्नु हुँदैन त्यो भएन राम्री केटी खोज्दै फेरि उहाँहरू चाहिँ हिँड्नुहुन्छ कि म त यस्तो कुरा सुन्दा अचम्मै पर्छ